आज चाहिँ म रेन्डमली एकजनालाई 5 मिनेटसम्म अनलिमिटेड पानीपुरी खिलाउनेवाला छु र हरेक पानीपुरी खाएको 20 रुपैयाँ दिनेवाला छु। सो हेरौँ है त कसले कति पानीपुरी खान सक्छ। सो फर्स्टमा चाहिँ यो च्यालेन्जको लागि एउटा कन्टेस्टेन्ट खोजौँ है जो यति इजिली मिल्नेवाला थिएन हामीहरूलाई। सुन्नु न, पानीपुरी खाने हुन्छ? एक पानीपुरी खाएपछि 20 रुपियाँ पे गर्छ। सुन्नु न, पानीपुरी खाने हुन्छ? एउटा पानीपुरी खाएको 20 रुपियाँ पे गर्छ क्या। सुन्नु न, पानीपुरी खाने हुन्छ? एउटा पानीपुरी खाएको 20 रुपियाँ पे गर्यो। भाइ सुन्नु न, हजुर पानीपुरी खानुहुन्छ? हामी भिडियो बनाइरहेको छ कि एउटा पानीपुरी खाएको चाहिँ 20 रुपियाँ दिइरहेछ अहिले। खानुहुन्छ? एउटा पानीपुरी खाएको 20 रुपियाँ। जति पानीपुरी पनि खान पाउँछ। खाने किने खाने ल ल दाइ लिइसकेको छ फाइनली हामीले कन्टेस्टेन्ट पायो। कन्टेस्टेन्ट पनि दुईटा पायौँ कि एउटा पनि, तर पार्टिसिपेट त एउटाले मात्र गर्न पाउँछ। फेरि हाम्रो टिमले एउटा दामी आइडिया निकाल्यो। स्ट्रङ पेपर सिजर गरौँ, जसले जित्छ त्यसले चाहिँ पार्टिसिपेट गर्छ है। पार्टिसिपेट गर्दै हुनुहुन्छ हाम्रो भिडियो चाहिँ रेडी भइरहेको छ। हामी चाहिँ च्यालेन्जको लागि चाहिँ स्टार्ट गर्नको लागि आइसकेको छौँ। कहिले हजुरको नेम चाहिँ हजुरको नाम के लाग्छ? कति पानीपुरी चाहिँ आज खाइसक्छ जस्तो लाग्छ? खान सक्दैन, 5वटा चाहिँ खान सक्छ। पाँच मात्र? हजुर। ल हेरौँ उहाँले कति पानीपुरी खाने हुन्छ। सो फाइनली हाम्रो पानीपुरी आइसकेको छ अनि यसो चाहिँ हाम्रो 5 मिनटको चाहिँ टाइम लिमिट हुनेछ। 5 मिनटसम्म अनलिमिटेड जति पानीपुरी खाँदा नि भयो। हाम्रो 5 मिनटको चाहिँ टाइम स्टार्ट हुन्छ। 3, 2, 1 गो। उहाँ चाहिँ हाम्रो पानीपुरी खाँदै गर्छन्। तर हजुरहरू चाहिँ हामीलाई फलो गर्न चाहिँ नबिर्सिनु। युट्युबमा हेर्नु हुँदैछ भने सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। हामी यस्तै यस्तै भिडियो ल्याइराखेका हुन्छौँ है। अनि त्यसको साथसाथै यदि हजुरहरूलाई चाहिँ अनलिमिटेड पानीपुरी खाने चान्स मिलेको भए हजुर कति पानीपुरी खानुहुन्थ्यो हामीले कमेन्ट गर्न नबिर्सिनु होला, किनकि म सबैको कमेन्टहरू पढिरहेको। अनि यतिकैमा उहाँले 10वटा पानीपुरी खाइसक्नु भएको रहेछ। अहिले उहाँले मात्र कति 11 पानीपुरी खानु भएको छ। यति चाहिँ भयो भन्नुभएको छ। अरू खान सक्नुहुन्छ? हजुरले खानै भएन त? एक दुई सकिन्छ। ल यो 3टा पनि सकिन्छ त? 3टा मात्र होला। 3टा सकिन्छ मजाले सकिन्छ। अनि मैले यो 3टा पानीपुरी पनि खान इन्सिस्ट गरेपछि उहाँले खानुभयो र उहाँले टोटलमा 14वटा पानीपुरी मात्र खानुभयो। ल मात्र 1-2 मिनट पनि सकेको छैन। उहाँले टोटलमा 14वटा पानीपुरी मात्र खानुभयो। ल भयो भन्नुभएको छ। 14 × 20 280 हुन्छ होइन? अहिले 280 दिनु भएको त कस्तो लाग्यो त? एकदमै राम्रो, एकदमै राम्रो। अनि हाम्रो फलोवर्सहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? फलोवर्स गरिदिनु अनि सब्स्क्राइब पनि गरिदिनु यो भाइलाई। फलो र सब्स्क्राइब गरिदिनु है। 300 चाहिँ पे गरेका छन्। ल हजुर क्यास प्राइज